भावहरू त्यसै गरेर भर्खरै मात्र एकदमै टिभीमा अहिले धमलाको हमला भन्ने एकदमै चर्चित कार्यक्रम तपाईँहरूले पनि धेरैले हेर्नु भएको छ। म पनि एकदमै फ्यान हो दाइको, आदरणीय दाइ ऋषि धमला दाइलाई प्रत्यक्ष भेट्ने अवसर पाएँ। धन्यवाद दाइलाई पनि र नमस्कार पनि। यो जुन अहिले यति ठुलो यो एउटा नारा छ, यो एउटा दलित भनेर एउटा शब्दमा मात्रै कब्जियत नगरौँ। दलितले पनि धेरै ठुला ठुला कामहरू गर्न सक्छन्, धेरै माथि माथि पनि हाम्रा मान्छेहरू छन् भन्ने एउटा जुन एउटा नारा छ, यसलाई चाहिँ एकदमै पुरा होस् मेरो शुभकामना पनि। भोलिका दिनमा साँच्चीकै पूर्णकला विशीले पूर्णकला विश्वकर्मा भनेर लेख्ने एउटा आर्ट आओस् र धेरै कलाकारहरू छन्, त्यस्ता धेरै बुद्धिजीवीहरू हुनुहुन्छ जुनले आफ्नो नामको पछाडि आफ्नो जातलाई गौरवका साथ लेख्ने एउटा हिक्मत, एउटा आर्ट होस्। त्यस्तो नारा जुन यो अहिले आइरहेछ, गरिराख्नु भएको छ, गरिरहेका छौँ हामीले, त्यो हाम्रो यो मिसन चाहिँ पुरा होस्, शुभकामना पनि। र साथै म एउटा कलाकार, त्यसमाथि पनि एउटा दलितको कलाकार, म एकदमै पीडित मध्येको कलाकार पनि, म एउटा दलितको कलाकार भएको नाताले गर्दा म यति बोलेको। खासै बोल्नुपर्ने त आवश्यक थिएन, म त खास हजुरहरूलाई मनोरञ्जन दिनको लागि आएको र पनि मनमा कता कता बिजाको कुराहरू यति ठुला ठुला मान्छेहरूको अगाडि पोख्ने एउटा अवसर पाएँ। त्यसको लागि केही बढी भएकोमा क्षमा पनि चाहन्छु। र धेरै धेरै मिठा मिठा गीतहरू गाएकी छु। कतिपयले पूर्णकला विशी भनेर चिन्नुपर्ने भए होला, कतिपयले चिन्नु पनि भएको छैन होला। मैले धेरै धेरै मिठा मिठा गीतहरू पनि गाएको छु र तपाईँहरूले अत्यन्तै मन पनि पराउनु भएको छ। सायद थोरै थोरैले चिन्नुभयो होला पूर्णकला विशी भनेर। सर्वप्रथम त मेरो परिचय दिन चाहन्छु। मेरो घर बर्दिया जिल्लामा हो। एउटा मध्यपश्चिमको चेली काठमाडौँमा आएर, दलितको बच्चा काठमाडौँमा आएर एउटा सङ्घर्ष गरेर आज यो स्टेजसम्म पुगेको छु। पक्कै पनि हजुरहरूको साथ, सल्लाह, सुझाव, माया एकदमै अपरिहार्य होला र सबैजनाले नाचेर साथ दिनु होला हौसलाको लागि है।